ट्रेडर्स एन्ड इन्भेस्टर्सको लागि एकदमै राम्रो न्युज आएको छ। गभर्मेन्टले नयाँ अर्डिनेन्स अब इन्भेस्टमेन्टको रुल चेन्ज गरेको छ। पहिला सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट, सोसियल सेक्युरिटी फन्ड एन्ड हाम्रो इम्प्लोइ प्रोभिडेन्ट फन्डको पैसाहरू ब्याङ्क्स, इन्सुरेन्स र गभर्मेन्ट बन्ड्स अदर बन्ड्स, प्राइभेट बन्ड्सहरूमा मात्रै जान्थ्यो इन्भेस्टमेन्ट, जुन चाहिँ बिलियन्समा हुन्छ। त्यो अब सेयर मार्केटमा छिर्ने भयो। अबदेखि नयाँ अर्डिनेन्सको थ्रुबाट यिनीहरूले म्युचुअल फन्ड्स, इक्विटी भनेको स्टक हाम्रो भइहाल्यो, इक्विटी अनि भेन्चर क्यापिटल, धेरै इन्भेस्टमेन्ट प्रोजेक्ट्सहरूमा तिनीहरूले डाइभर्सिफाई गर्न पाउने भयो। यसले गर्दा हाम्रो टर्नओभर पनि बढ्छ हाम्रो मार्केटको, अनि लिक्विडिटी क्रिएट हुन्छ र इन्भेस्टरको कन्फिडेन्स बढाउँछ। कङ्ग्रेचुलेसन्स टु अल अफ यु गाइज।